आज पनि फेरि बिहान करिब 8 बजेतिर हामी लालेकै घरमा आएको छौं। सानो काम परेर फेरि यही आइयो। यो जाँडको डरम चाहिँ माथि हाम्रो अनुप भाइको मुमा भगती आमा भन्ने मुमाले लानु हुने अरे। जाँड लिनु भनेर आउनु भएको रहेछ खेलसिङहरुकोमा। यत्रो गरम छ के बुढी मान्छेले के सक्नुहुन्थ्यो यत्रो भारी। दुईजनाले पाले लगिदिनु भन्दैछौं। अब जाँड हेरौँ है त कस्तो भएछ। पानी निक्लिरहेको रहेछ। ओइ के भएको यो जाँड यस्तै हो त? यो भनेको अब पुरा कडा हो के। अब पानी त निक्लिहाल्छ नि। हामी धेरै वर्ष धेरै महिना पाले राखेपछि गुलियो जस्तो बास्ना चाहिँ आइराखेको छ। तर सुँग त तल बसेर भित्र हेर्दाखेरि चाहिँ अलिक कुहिएको हो कि बिग्रेको हो कि जस्तो पनि देखिन्छ। बिग्रेको भन्ने जाँड कहिले बिग्रिँदैन के मान्छे जति वर्ष राखे पनि खाने मान्छे कोही भएको भए खत्रै हुन्थ्यो होला उसको लागि। तर हामी दुईजनामा कोही पनि खानेनौँ। अब यो जाँडको ड्रम बोकेर यो उकालोको बाटो त्यो माथि हबाउ डाँडासम्म चाहिँ कहिले पुगिन्छ होला। घाम लागिरहेको छ मिठो खाले। जनले चाहिँ जाँडको भारी हबाउ सामान बोक्छु भनेर उकालो लिएर हिँड्दैछ। सुरु टाइममा चाहिँ खतरा जसरी हिँड्दैछ। भरे चाहिँ अहिले चाहिँ हामीहरू धेरै माथि नै निक्लिसकेका छौँ र केटोले अघिदेखि नबिसाइकन यो माथिसम्म ल्याइसकेको छ। अब धेरै टाइम त लाग्दैन त भगती आमाको घर पुग्नु। अब जस लाग्छ होला अब 10-15 मिनटमा चाहिँ पुगिन्छ होला सायद। बल्ल ल्याइ पुऱ्यायो बिस्तारै फेरि ड्रम फुट्छ है। टिपन छ भने खेलसिङले चाहिँ यो घारीमा प्याज खोज्दैछन्। यहाँनिर 2 ठाउँ काँक्रा रोपिरहेको छ। तिमी पनि गाउँ आयो भने फल्यो भने खानुपर्छ है लाले। सायद पलाएर फल्छ पनि होला। हल्का झारहरू उखालेर काँक्रा रोपिदिरहेको। झारहरू उखेलेर खोज्दाखेरि चाहिँ प्याज यति धेरै निस्क्यो कि हामीले यो नखोतालेको भए कुहिएर पनि जान्थ्यो होला। प्याजहरू यहाँ राम्रै थियो अस्तितिर आइराख्नु पाइएन कि मान्छेहरूले उखालेर पनि लानु भयो अरे कसले। अलिअलि रहेको चाहिँ यसरी यो घारी भएको कारणले गर्दाखेरि निकै राम्रो प्याजहरू फलेको चाहिँ थियो। यहाँ हाम्रो मुमा फुपाहरूले दुःख गरेर रोप्नु भएको। हामीले अस्ति यसो गोडमेल चाहिँ गरेको थियौँ। यो अलिकति चाहिँ हाम्रो नरे काकाकाकीले खानु होला भनेर छोडिदिइराखेको। अब चाहिँ हामी फेरि यो घरलाई छोडेर हिँडेको।